मेहनतले चाहिँ मजाले मेहनत गरेर चाहिँ मजाले यो चाहिँ यो चिज चाहिँ यो ल्याइयो एकदम पोखरा हुँदैबाट मलाई चाहिँ गुराँस 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 भनिरहेको थिएँ मैले मनमा नै मुखमा जताकतै गुराँस 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 भनिरहेको थिएँ तर आज फाइनली मैले गुराँस चाहिँ टिपेर नि मेरो अगाडि ल्याइसकेको छु ओ माई गड मैले इम्पोसिबल अनि पोसिबल गराइसकेको छु हेलो नमस्ते गाइज वेलकम ब्याक टु मेरो युट्युब च्यानल अनि के छ त सबैजना सन्चै आर्मी हुनुहुन्छ होला होइन म पनि एकदम सन्चै छु अनि न्यू भ्लगको साथमा फेरि पनि आइसकेँ हजुरको माझमा अनि यहाँ चाहिँ अलि छुट्टै गेटअप छ म चाहिँ अगाडि हुनुहुन्छ म चाहिँ यहाँ छु आज राङ्गे डोकोमा चाहिँ पर्सेवाला लिन जाँदै वनतिर अब मम्मी मान्छे अन्त त डोको ठुलो है हिँड्ने जाम आउँथ्यो क्या हाम्रो घर अब त्यो बिचको घरबाट हामी आएको हजुर गर्न परिहाल्यो नि गाउँमा ओके अनि मान्छेभन्दा ठुलो डोकोसँग चाहिँ हामी पर्सुला लिन जाँदै कोहीलाई थाहा नहोला पर्सुला अनि कस्तो अब के अरे बजारमा बसेको मान्छेहरूलाई पर्सुला भनेको थाहा नहोला पर्सौला भनेको चाहिँ यस्तो यो पातहरूलाई चाहिँ पर्सौला भन्छ अनि त्यो चाहिँ केमा युज हुन्छ भने भैँसीहरूको ट्याक्क हामी बस्दाखेरि गुन्द्री उछाउँछौँ नि हो त्यस्तै तरिकाले तिमीले चाहिँ पर्सौलाहरू यो पातहरू टक्क भुइँमा उछाइदिएपछि तिमीलाई अलि तातो हुन्छ राहत मिल्छ बस्नलाई सजिलो हुन्छ होइन त्यही त हो त्यही हो अनि त्यही पर्सौलाबाट चाहिँ त्यही मल हुन्छ होइन मल हुन्छ अनि ओके हामी चाहिँ यहाँ छौँ होइन आज घामै लागेन नि त मम्मी ओके हाम्रो भुस्काट गाउँ सर म एक्चुली यहाँ अलि सानो हुँदा अरे हाम्रो जग्गा थियो है सो अब चाहिँ जङ्गलमा जाम वनमा जाम अनि पर्सौला ससौला सोरुम ओके अनि हामी चाहिँ आयो फाइनली वनमा होइन अब चाहिँ यहाँ पर्सौला मल चाहिँ ट्याक्क डोको सोको होइन ट्याक्क रेडी पारिसके मम्मी चाहिँ उहाँ हुनुहुन्छ कता छ पर्सौला तर पर्सौला यहाँ तन्दैछ मम्मी यही सोडिदिने हो यहाँ चाहिँ गुराँसको बोटहरू रहेछ उही घोसला ओ मम्मी चराको उस घर यहाँ हजुर अहिले र बच्चा निस्किँदा बेला ए के को हैछ लग्ने र यहाँ चाहिँ यत्रो पर्सौला भने चाहिँ यही हो कि यही अनि त्यसपछि हामी चाहिँ सोध्दैछौँ पर्सौला आमा मम्मीले चाहिँ डह्रो काम गर्नु हुँदो रहेछ आमा तर खुट्टा पुरिरहेको छ पर्सौला अरे मैले चाहिँ यो सोलिरहेको हात्तेरी हाँस चाहिँ यहाँ छ गुराँस त अझै टिपिया छैन एकछिनमा टिप्नु पर्ने हुन्छ गाइज हाम्रो मम्मी चाहिँ खतरा काम गर्नुहुन्छ उहाँ छ डोको पहिला चाहिँ एउटा डोको भराउनु पर्ने हुन्छ ओके धेरै गफ नानीकन पहिला काम गरौँ अनि त्यसपछि हेर्दै गरौँ ल अनि मम्मीले चाहिँ त्यहाँ सोड्दै हुनुहुन्छ अनि अब चाहिँ सोड्नु पर्ने हुन्छ पर्सौला अनि पहिला त गुराँस टिप्ने हो मम्मीले उहाँ माथि मैले गुराँस देखेँ हल्का सानो गुराँस देखेँ मैले होइन र गुराँस होइन होला फुल पो रहेछ कि गुराँस हो कस्तो म फेरि सकिने टाइममा आएँ क्या यहाँ माथि गुराँसै रहेछ तर ए रुखै रहेछ त म गुराँस टिपेँ हाई यसलाई चाहिँ गुराँस भन्छ होइन खान मिल्छ रुख दबाई हुन्छ भन्छन् पारी पनि लिन्छ धेरै क्या
अनि हामीले चाहिँ गुराँस पनि फाइनल टिपिसक्यो। यहाँ हेर्न सक्नुहुन्छ महानुभावहरू, मेरो गाइजहरू, मेरा सम्पूर्ण मित्रहरू, मेरा युवा साथीहरू हेर्न सक्नुहुन्छ। गुराँस चाहिँ यहाँ छ। ओहो, मम्मीको चाहिँ कामै धरो छ कि फेरि। गुराँस चाहिँ टक्क लगाएर यहाँ छ होइन। अझै पनि देखाउँछु गुराँस उता नि छ। अघि मम्मी चाहिँ कलमा बोल्दै हुनुहुन्थ्यो मम्मीहरूसँग, अनि मैले त्यही बेला गरेर झ्याट्ट टिपेर चाहिँ अनि एउटा डोको चाहिँ फाइनली भरिसक्यो होइन। अर्को डोको नि यहाँ भरिँदैछ। अनि जस मेहनतले चाहिँ मजाले मेहनत गरेर चाहिँ मजाले यो चाहिँ यो चिज चाहिँ जो ल्याइयो एकदम पोखरा हुँदैबाट मलाई चाहिँ गुराँस भनिरहेको थिएँ मैले मनमा नै मुखमा जताकतै गुराँस भनिरहेको थिएँ। तर आज फाइनली मैले गुराँस चाहिँ टिपेर नि मेरो अगाडि ल्याइसकेको छु। ओ माई गड, मैले इम्पोसिबल अनि पोसिबल गराइसकेको छु। मलाई कस्तो झिझो लाग्यो है म बोली ओए मेरो गुराँसलाई असर पऱ्यो। ओके, अब चाहिँ भारी हाल्न पर्ने हुन्छ। अनि ल ढगाल्नु। हामी चाहिँ यहाँ बोक्दैछौँ महानुभव। खै कता जाने हो ओह्रालै? ल है पहिला म्यानेज गरौँ ल। लाग्यो हामी अब घरतिर वनबाट लोटिन्न कि ए गाउँमा हुर्केको मान्छे हो क्या म। कहाँ लाउनु गुराँससँग कति राम्रो देखेको हामी मम्मीलाई। ल अब चाहिँ होइन हामी चाहिँ लाग्यो। बाटोहरू अप्ठ्यारो छ होइन। अहिले पछि भेट्नुलाई त गाइज, बाई बाई। ए गाइज हामी चाहिँ यहाँ बोक्दैछौँ होइन टक्क लगाएर। मम्मी चाहिँ यो कति राम्रो देख्यो है मम्मी गुराँससँग। ए बाङ्गी हुँदैन। ल जाऊँ, नबोकेको बानी भएर हो कि। हामी चाहिँ बाटोमा निस्कियो, यही हो। ल यहाँ चाहिँ यही हो बाटो होइन। अब चाहिँ डाइरेक्ट घर पछि भेटौँला, किनकि यो यस्तो हो क्या बाटो। अनि भ्लगहरू गरेर चाहिँ ध्यान जति पुरा मलाई हुन्छ नि त। अनि त्यही भएर चाहिँ अब सुत्तिन्छ केही हुन्छ। त्यही भएर अब डाइरेक्ट घर गएपछि भेटौँला नि भाइ। हामी चाहिँ आयो होइन। पसिना सायरी मेरो फुल चाहिँ मैले खाइ चाहिँ हल्का आदि गराइसकेँ। आउनु है म गएँ त। ए हुँदै हाम्रो गोठ पनि देखाइदिउँ न। हाम्रो चाहिँ गोठहरू भयो। यहाँ चाहिँ भैँसी राजा स्वामी कैसे हो बढिया। अनि यहाँ चाहिँ छन् अर्को बाछो। ए कता राम पापै भएर नि। गु पनि के देखाइदिने अब हाम्रो दर्शक बिनहरूलाई त्यस्तो त नदेखाइदिउँ। त्यो पनि गोठ छ देखाइ। टाढोबाट पनि यही हो। हाम्रो गोठ यही हो। अनि हाम्रो घर चाहिँ यहाँ छ। अब चाहिँ जानुपर्ने हुन्छ। अब नबोकेको बानी, अब काम नगरेको बानी त्यस्तो त हुने होइन। पुरा घाँटी दुखिसक्यो। ढाड त दुखिसक्यो। घाँटी चाहिँ कडा तरिकाले दुखिरहेको। केही छैन, काम गर्नुपर्छ। यतिको काम नगरे बुढी कसरी पाल्छ होइन। काम गर्नुपर्छ है त टक्क पारामा। अनि केही छैन, गुराँस पनि आज हामीले देखियो, सबै कुरा देखियो। मलाई के देखाउनु थियो सबै कुरा देखाएँ होइन। अनि भ्लग चाहिँ आजले यति नै होइन। मैले समाप्त गर्नु यहीँ चाहेँ। मेरो भ्लगलाई चाहिँ यहीँ मैले इन्डिङ गर्न चाहेँ। सो कोही पनि नयाँ हुनुहुन्छ भने प्लिज लाइक र सब्सक्राइब हान्नु होला होइन। बेल आइकन दबाउनु होला। मलाई एकदम सपोर्ट गर्नु होला। हजुरकै साथ सपोर्टले त हो नि हामी सबैजना अगाडि बढ्ने होइन। सो आजले यति नै। भेटौँला न्यू भ्लग न्यू डेमा। के अरे न्यू डे न्यू भ्लगमा। अनि बाई बाई गाइज।